यहाँबाट सबैजना जाँदैछ होइन अब 3टा बाइक छ ए हिँड्नु त सोल्टी अगाडि हाम्रो सोल्टीले ठक्क हाम्रो सोल्टी अगाडि हिँड्ने हुन्छ होइन अगाडि टक्क म बिचमा यहाँ पछाडिमा हुँदै हुन्छ कहाँ जाने हो आन्टीहरू हाम्रो सबै राइडर हुन्छ गाइस फाइनल्ली हामी पनि शुभमबाट टक्क जाँदैछौँ जाउँ त सोल्टी टक्क यो चाहिँ शुभम हेर्न सक्नुहुन्छ टक्कसँगले हाम्रो अगाडि सोल्टी हुनुहुन्छ टक्क म चाहिँ पछाडि छु होइन तर जस बाइकमा हिँड्नुको मजा छुट्टै छ होइन किनकि हरेक टेन्सनहरू हरेक सबै कुराहरू बिर्सिन्छ त्यही हो त्यही भएर बाइकको यात्रा गर्नु टुर गर्नु चाहिँ एकदमै जस मलाई पनि एकदमै मनपर्छ तर के गर्नु होइन यस्तै छ लाइफ टक्क हामी यहाँबाट चाहिँ भुल्केसम्म जानेछौँ हेर्नु होला फुल भिडियो हेरेर 701 सपोर्ट दिनु होला वाह बबाल हेर्नु सक्नुहुन्छ झर्ना क्या बबाल झर्ना यार तर यहाँ चाहिँ जस्ट पहिला रोड खत्तम थियो अहिले चाहिँ यहाँ पनि राम्रो बनाएको छ रोडहरू होइन अहिले यहाँ बबाल बनिन्छ रोड पहिला चाहिँ यहाँनिर अलिक खत्तमै थियो किनकि यहाँबाट यस्तो बाढीहरू छ नि त हेर्नु त मामा अगाडि टक्क हुनुहुन्छ गइसक्नु भयो होइन हामी चाहिँ अहिले यहाँ चाहिँ हाम्रो सोल्टी र म यहाँ दुईजना बबाल तरेको गएर छौँ हेर्नु सक्नुहुन्छ भ्यूहरू यस्तै छ होइन बबाल छ सिनहरू हामी ट्र्याक्कसँग सोलमा भन्ने ठाउँ आइपुग्यौँ सोलमा हेर्नु सक्नुहुन्छ दिस इज फर सोलमा अन्त पुरा धमाधम काम भइरहेको छ होइन टक्कसँगले गाउँघरमा यस्तो हुन्छ काम हाम्रो सोल्टीको पनि ड्राइभिङ स्किल छ बबाल अब हाम्रो स्कुलेहरू हुनुहुन्छ टक्कसँगले दाजुभाइ तथा दिदीबहिनीहरू डेन्जर छ त यार फर्चुन ड्राइभ मोटो भ्लगलाई सपोर्ट गर्नु होला साथमा रहेको बेलागनलाई अलमा लगाइदिनु होला थ्याङ्क यू फर वाचिङ हाम्रो सोल्टीमा त टेस्ट राइड गर्दै हुन्छ एनएसको अनि बबाल छ तर यस्तो छ क्या पारा हाम्रो सक्दैन झर्ना यस्तो छ बबाल भ्यूहरू हजुर खोइ कललाई उठाउनु हुँदैन सोल्टी अब त माछा होला ओके
हाम्रो टक्कसँगले सोल्टीले सपोर्ट गर ल। तर जस एउटा ठाउँमा पनि जस अहिले आज भोलि चाहिँ अलिकति मौसम खराब भइरहेछ, कहिले पानी पर्ने कहिले घाम लाग्ने होइन। अघि पर परसम्म भर्खरै के पानी घाम लागिरहेको थियो। यहाँ हेर्नु त अहिले भर्खरै यहाँ फेरि पानी परेको छ। अनि झर्ना बबाल छ नि होइन। ओहो छेपे खोला पुल। म पुरा खोला खतरा बगिरहेछ। हामी त टक्क मामालाई कल गर्नुपर्ने हुन्छ। एक कल छ्यास सान्यौँ। तर यहाँसँग झर्ना बवाल छ, झर्नाहरू खोला, जस खोला छेउमा पुलहरू। हाम्रो यता सोल्टी हुन्छ। तर हाम्रो यता गाउँहरू चाहिँ सानोतिनो गाउँहरू छ, राम्रो छ। बबाल देखिनुहोस् यार भ्यू त यार। ओहो तर आजको हाम्रो यात्रा निकै राम्रो रमाइलो हुनेछ होइन। तर आज त मौसम निकै खराब भइरहेको रहेछ होइन टक्कसँग। तर यहाँदेखि उता सोलमादेखि उता त फेरि राम्रै छ मौसम। तर यता चाहिँ अलिकति खराब देखियो मौसम। अब हाफ लगाएर आएको गाह्रो बनाएको छैन यसरी त हजुर। ठ्याक्कै देख्न सक्नुहुन्छ हामी संसार डाँडा भन्ने ठाउँमा आइपुगेका छौँ। संसार डाँडाको ठाउँमा यस्तै छ बबाल। यहाँ त दाहरू हुन्छ टक्कसँगले पसलहरू, यता सक्क सानोतिनो पसलहरू। म के कल गर्छु त है, साइलेन्ट म कल गर्छु। यता बस्नु न यता। पानी लास्ट बिजोक गर यार। बिचमा त पानी त अनि हेर्नु सक्नुहुन्छ गाइजहरू, हामी टक्क पानीमा परेर पनि टक्क होइन बिसाएर पनि फेरि नरहिला जस्तो पाएर फेरि जाँदैछौँ। हाम्रो अगाडि सोल्टी साहब हुनुहुन्छ, म पछि छु। के हो सोल्टी कन्त के हो त बसौँ त। जाउँ यो हाम्रो रहर के बाध्यता भन्नु यस्तै छ गाइसहरू। अपलोडहरू यस्तै छ होइन टक्कसँगले। अब के कस्तो छ मलाई थाहा भएन, त्यही पनि म लाँदैछु।
यहाँ त पुरा पहिरो भत्केर हेर्नु त यस्तो बाजेर पहिरो झरेको रहेछ हामी अब भुल्के पुग्नुलाई धेरै छैन अब ठक्क पुग्न लाग्यौँ तर आज लास्टमा पानीले डिस्टर्ब गरिरहेको छैन टक्कसँगले केही गर्नु दिइरहेको छैन जङ्गल बाटो छ यार घुमाउनु हाम्रो ठ्याक्क हाम्रो मामा पार्टनर भेटिसकेका छौँ अब टक्क हामी यहाँदेखि भुल्केसम्म जानेछौँ होइन टक्कसँगले हाम्रो भुल्केको यात्रा बबाल हुनेछ हामी टक्क पानी भिज्दै पनि जाँदैछौँ तपाईँहरूको सामुन्ने भिडियो पोस्ट गर्दैछु होइन टक्कसँग तपाईँ हेरेर साथ सहयोग सपोर्ट दिनु होला ओहो यस्तो अप्ठ्यारो बाटोको ठाउँमै हाम्रो ड्राइभर त ज्ञान हुँदो रहेछ ओहो मामा बिजोक गर्नुभयो यार मामाले बिजोक गर्नुभयो यार अच्छा मामा बिजोक हान्नुभयो यार बस्यो भने तपाईँहरू पर